र मेरो आमालाई हस्पिटल आउँदा 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 थाकेर झोलेर बसेको रहेछ। चाहिँ रिपोर्ट लिनको लागि दौडैछु। यो उमेरमा कति दौडिनु पर्ने, दया लागेर आउँछ बिचरा बुढाबुढीहरूलाई त बिरामी नलाग्दो जस्तो लाग्छ हौ। पालन मान्छेहरूले यसरी हस्पिटल बेडमा सुत्नुपर्छ। मेरो मामा त आमा थाकिसक्नुभयो। आमा छैन अरे, छैन अरे, छैन हौ, छैन भने अझ कुर्नु पर्ने भयो। 12 बजी ठक्क अरे। अस्ति भन्नु नि हामी त अनि 12 बजीपछि आउँथ्यौँ त। जमानाले के गर्नु, म त हस्पिटलको नाम पनि सुन्न नचाहने मान्छे हो त। हुने उसो यो हालत भइसक्यो हस्पिटल 15 दिन भयो। अहिले 20 मिनट भयो होला। अहिले 40 मिनट टाउकामाथि चस्मा राखेर यसरी कुर्दैछौँ हस्पिटलमा। यस्तो यो जिन्दगीमा थुप्रै हस्पिटल दौडिनु पर्दा जस्तो छ। केही हस्पिटलकै बासला जस्तो छ होइन। जाम क्या जाम न हौ माताश्री हजुर। बुढीमा गाडोमा पनि भन्छन्, फेरि हिँड्न मन छैन भन्छन्। कति लाग्यो यता चाहिँ यस्तो छ भ्यू अफ काठमाडौँ फ्रम किर्तिपुर हस्पिटल। के अरे चाहिँ यस्तो छ। गरज मेरी माँ आफू त न साउन्ड लाग्यो, न मेहन्दी लगायो, न चुरा लगायो, एउटा ब्रास्लेट चाहिँ लगाइएको छ। एउटा के भन्छ नि, न मेहंदी लगाने की चाहत हुई, न चुड़िया लगाने की चाहत हुई, नुसरत मुझे इतना मच्योर नहीं होना था भने जस्तै भएको छ मलाई पनि होइन। न मेहंदी लगाइयो, न चुरा लगाइयो। आमालाई हस्पिटल चाहिँ जरुर बोकिया छ। दिस इज माई रेस्पोन्सिबिलिटी भन्दै हिँड्या छ होइन। काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भएको छ जिन्दगीमा। यस्तै छ, जे हुन्छ राम्रोकै लागि हुन्छ होइन आमा। जाम क्या अब नुसरत मुझे इतना मैच्योर नहीं होना था, ना मेहंदी लगाने की चाहत हुई, ना चूड़ी पहनने की चाहत हुई। नुसरत मुझे इतना मैच्योर नहीं होना था होइन। बड़ी मामा हाँसना त्यो गरेर लास्टमा काठमाडौँ बस्दासम्म यो हस्पिटलमा चाहिँ इतिहास रेकर्ड ब्रेक हुने गरी आइएको छ। अरू त्यस्तै हो अझ एउटा अझ भित्र So we are here today किर्तिपुर हस्पिटल। मेरी आमालाई लिएर आएको छु। मेरी परमपित माता पूज्य माता श्री यता हुनुहुन्छ घरमा। अरू के काम छिट्या छ घरमा?
अरू के काम छुट्या छ घरमा अरू छैन कटहर कसले खाइदियो होला बाख्रा कसले पालिदियो होला सामा अनि सामा कहाँ आउँदै रहेछन् आँगनमा कसले भन्यो घर गर्नु जाँदा हालत खराब भइगयो 15 दिन जति भयो होला होइन हामी हस्पिटल लगातार शनिबार मात्रै घर बस्ने गरेको छ बाँकी दिन हाम्रो हस्पिटलकै बास छ अब कुन दिन म आफ्नो झोला झुङ्गिटा ल्याएर आउँछु यतै बस्छु जान्न घर जान मन लाग्छ आमै यता हेरेर हाई गर न एउटा मेम सुनाउँछु म हामी चाहिँ आश्रयको पालो कुर्दा कुर्दा यहाँ बसिरहेको छौँ अमृता देवी बुढाको रिपोर्टको लागि होइन सो के अरे कस्तो गर्मी है भन्न क्या म त जाडी मान्नै गर्मी मान्न अरे म जाडी मान्ने छु जाडो त छैन हौ हाम्रो आमाको गेटअप के अरे गएको आलु खाने सोचेको थिएँ न पकाइ खै कहाँ छ हौ देखिँदैन त देखिने ए कसको आरो चरेर खाँदैछ एउटा सानो खुच्चेले फुल जिमिन गर्दा पनि राम्रोसँग देखिँदैन त यो मान्छे त ल सिजनको फल चरेर खानु ठिकै हो नराम्रो कुरा चाहिँ होइन भाइ त है यो हस्पिटलकै हो यो आरो हस्पिटलकै हो खाँदा केही हुँदैन जसले खाँदा नि हुन्छ यसको पर्दा फास गर्छु अब म भन्ने के आज ल भयो बिचराको त पर्दा बस्नु गऱ्यो यहाँ चाहिँ खिच भन्ने मान्छे यहीँ हुन् सो फाइनल्ली यो आयो 4 घन्टापछि अब चाहिँ हामी हस्पिटलकै डक्टरलाई भेट्ने हो आमा यस्तरी बसिरहनु छ आमा जाम यत्रो टाइमपछि पाएको यही हो यही खस्रो यत्रो टाइमपछि पाएको